आनन्द लिनेछौँ र भोलि बेलुकी लक्ष्यवत्तीको साथसाथै हामी भजन सन्ध्या अब कमिटीले कति बेर भन्नुभएको छ कलाकारहरूलाई त्यही भनेको मुताबिक भोलि सम्पन्न हुनेछ र हजुरहरूले भोलिको दिन पनि उपस्थित भएर यो कार्यक्रमलाई उत्साहित गरिदिनु हुन सबैलाई निवेदन। विश्वासघातको चौतारीमा दिल खोलेर हाँस्न सिक। विश्वासघातको चौतारीमा दिल खोलेर हाँस्न सिक। 2 दिनको जिन्दगीमा प्रेम गरेर बाँच्न सिक। सबैसित हामीहरूले बाँचुन्जेल प्रेम गरेर बाँचौँ, सबैसित मिलाप्रीतिमा बसौँ, सबैको प्यारो बनौँ, यही हजुरहरू सबैसित निवेदन। आउनुहोस् तेस्रो प्रश्न फेरि पनि भाइ बहिनीहरूलाई नै, किनकि हजुरहरूकै सन्तान हुन्। परीक्षितलाई कुन सर्पले डसेको थियो? परीक्षितलाई डस्ने सर्पको नाम के हो? कसले गरेको थियो पहिला? कसले हात उचालेको थियो? मेरा नाम रीति है। उसका आपका नाम प्रेक्षक। एकदम सही उत्तर। तक्षकले परीक्षितलाई डसेको थियो, अर्थात् श्राप लागेको थियो। नाच्दै जानुपर्छ। अब अन्तिम प्रश्न भाइ बहिनीहरूका लागि। भारतको सबैभन्दा लामो नदीको नाम के हो? सबैभन्दा लामो नदी। देवनेवारलाई धेरै धेरै धन्यवाद। गंगा नदी भारतको सबैभन्दा लामो नदी। भाइ जान्छन् अनि भाइ आऊ। देवनेवार ताली सबैले ताली भाइलाई उत्साह दिनुहोस् न। भाइले खतरा डान्स गर्छ। अब पोते लगाउनेहरूको लागि ल प्राइज पाइँदैन है। तपाईहरु कति बाठो हुनुहुन्छ मात्रै हो। त आज हाम्रो यस पण्डालले अर्थात् यो भागवतले हाम्रो आयोजक समितिको प्रचारले टाढा टाढादेखि भक्तहरू हामी माझ आउनुभयो भागवतको कथा सुन्न। त त्यसमा तपाईहरु जस्तै धेरै जना चाहिँ पोते दोकानतिर जानुभयो है। भने पोतेका दोकानहरू कतिवटा थिए?
पोते लाउनेलाई भनेको छ तिमी बल गर्छौ तिम्रै आँगनमा हो फेरि पोते लाउँदैन तिमीले उभिएर भनिदिनु नि त प्राइज भेट्ने होइन दुवैजनाले 10वटा भन्नुभयो सही जवाब हो 10जना 10वटा दोकान थिए उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद उहाँहरूले कति टाढा टाढाबाट आएर हाम्रो एउटा दोकान राखेर हाम्रो यस भेगलाई बजार जस्तो बनाइदिनु भयो मेला जस्तो बनाइदिनु भयो हाम्रो यस आयोजनलाई उहाँहरूले एउटा सुन्दर रौनक दिनुभएकोमा सम्पूर्ण दोकानीहरूलाई एकपल्ट तालीद्वारा आशीर्वाद दिनुहोस् आउनुहोस् अब हामी भजनतिर अगाडि बढौँ भजनका साथसाथै आजको कार्यक्रमलाई पनि हामी यही विश्राम दिनेछौँ राधे राधे घमाइलो रमाइलो वृन्दावनैमा घमाइलो रमाइलो वृन्दावनैमा राधा कृष्ण साथैमा मधुबनीमा राधा कृष्ण साथैमा मधुबनीमा घमाइलो रमाइलो वृन्दावनैमा घमाइलो रमाइलो वृन्दावनैमा राधा कृष्ण साथैमा मधुबनीमा राधा कृष्ण साथैमा मधुबनीमा Consider